केटीहरूले केटाहरूलाई कसरी रिचार्ज माग्छन् थाहा छ? सबभन्दा पहिला के गर्छन् थाहा छ? म्यासेज गर्छन्, हाई सञ्जीव लेखेर म्यासेज गर्छन् क्या। अनि त्यहाँबाट केटाको मान्छेको मन त हो, रिप्लाई दिन्छ, हाई हेलो कहाँबाट म्यासेज गर्यो आज भन्छन् क्या। म पनि त्यही भन्थेँ। अनि कहाँबाट म्यासेज गर्यो भन्छ नि, म त तिमीलाई सधैँ सम्झिरहेको हुन्छु अरे क्या, त्यस्तो भन्छन् क्या। अनि मकै क्या, हामी त मकै केटाहरू त माई गड आज कहिले नगर्ने मान्छेले मलाई म्यासेज गर्यो भने मकै हुन्छौँ क्या हामी चाहिँ। अनि उसले चाहिँ सुन न एउटा कुरो माग्छु नाइ नभन ल अरे क्या। एउटा कुरोमा माग्छु तिमी नाइ नभन ल, प्रमिस नि अरे क्या। हामी त के चाहिँ होला, के भन न माग न भन न म दिन्छु भनौँ होइन। अनि त्यहाँबाट प्लिज नाइ चाहिँ नभन ल भन्छ नि। अनि त्यहाँबाट के भन्नु थाल्छ, अनि त्यसपछि ल ल दिन्छु ल प्रमिस भनिहाल्छु, केटाहरूको मन त हो। उनी के भन्छन्, दाइलाई कल गर्नु पनि 50 रुपियाँ रिचार्ज हाल्नु न प्लिज, म 1 महिनापछि फर्काइदिन्छु भन्छन्। अनि अब नाइ भन्नु पनि कसरी, मागिसक्यो परमिस पनि खाइसक्यो अनि हालिदियो, अनि यत्रोको फर्काइदिन्छु। माग्न पनि गाह्रो, अब केटीलाई माग्ने कुरा पनि हुन्न क्या। केटाहरूले फेरि केटीहरूसँग माग्न एकदमै अप्ठ्यारो हुन्छ नि त। अनि केटाहरूले माग्दैन पनि अन्त पच्छ। त्यही भएर केटा हो, केटीहरूले त्यो प्रमिस खाउन लायो भने पहिला फर्स्टमा केही नभनिकन केही माग्न आँट्यो भने सम्झिनु त्यही माग्न आँटेको भनेको। बुझ्यौ नि केटा हो, सतर्क रहनु। मैले त भोगेर भनेको कुरा केटा, तिम्रो जेसुकै